भैँसीले रागो खोजेर कराए के तिमीलाई खोज्न तिम्रो घरतिर गएको तिमी त खोलातिर गएछौ आच्छे भैँसीले राँगा खोज्यो भने त राँगा पो खोज्ने त भेनालाई खोजेर हुन्छ त ए भेना किन हो माइली हेर न आज पनि बाख्राले बोका खोज्यो के भ्याउँछौ र हेर बाबु स्त्रीको कहिल्यै विश्वास गर्नु हुँदैन स्त्री दुई प्रकारका हुन्छ र दुईटैले पोल्छन् एउटा साडीमा लाउने स्त्री त्यसले बाहिर च्वास्य पोल्छ अर्को साडी लाउने स्त्री त्यसले भित्र भत भत पोल्छ मलाई त त्यो टिभीमा हेरेको रामायणको कथा पो याद आउँदैछ त बुझिनस् त्यसमा पनि सीता मातालाई भेट्नको लागि राम भगवान हनुमानसँग जानुभएको थियो यसमा पनि हामी हनुमानसँग जाँदै हुनुहुन्छ तर पुच्छर नभए गरेर नास खासमा यहाँ दुईजना हनुमान छन् को पो एउटा दर्पक हनुमान एउटा चाइनिज हनुमान तेरा बाउ मेरो खराब पानी छ मेरो खराब हेलो शान्ति तिम्रो लागि नयाँ ग्राहक लिएर आउँदैछु हजुर शान्तिजी त अहिले बेडमा सुतिराख्नु भएको छ शान्ति बेडमा किन ग्राहक आइसकेको छ र केटी भेटौँ न मात्र यसलाई देखाउनु भयो भने एउटा भिडियो त बनाएरै छोड्ने हो अपलोड गर्ने युट्युबमा भाइरल बनाउने हो ए बुलुसुलु त हुँदैन है मोनिकाको नम्बर छ म मोनिकालाई हान्छु है हान्छु भने फोन हान्छु भने क्या हेलो तिम्रो चोली उद्रेको छ हो हामी तिम्रो चोली सिलाइदिने मान्छे अब किन नआउनु सियो धागो उनेर राखेको छ दाइको लास हेरिसक्नु छैन काका मेरो बाउ मेरो छोरा अनुहार यस्तो सुन्दैनन् काका सुन्दैनन् विदेश जाने भनिया छ टीका आफै लाउनु पर्या छ माला आफै भेर्नु पर्या छ पाती आफै राख्नु पर्या छ हिँड्ने बेला सगुन त खुवाइदेऊ यिनीहरू त गोली हान्न आँटिसक्यो तेरो परमिसले कति बेला काम गर्छ हे हनुमानजी यो बजरङ्गी लाललाई बचाऊ हनुमानजी चुला हनुमानजीले मुस्लिम देशको भिसा पाउनु पनि त परे यो लभ स्टोरी त अचानक हरर स्टोरी जस्तो पो हुँदै आयो त केटी भनेकै भूत हो जिउँदो होस् कि मरेपछि होस् गॉड GIRL घोस्ट इन रियल लाइफ क्या अनि कुखुरा कति हाल्नु भएको छ त थाहा छैन हाले डाक्टर दाजु अनि बाख्रा 60 वटा छ 60 होइन क्या दाजु 60 यो मान्छे चाहिँ साह्रै इमान्दार छ है ए भनेपछि म चाहिँ चोर अनुहार हेर्दा त त्यस्तै लाग्छ बिहे गर्छु भनेर कम्मर कसा छ र त भेना तिमी अब मामाइजूले कुरा चलाइदियो क्या रे त्यही भएर त मलाई बिहा गर भनेको तिम्रो पनि स्वास्नी मरेको तिम्रो पोइट मरेको छैन नि माइली तिम्रो दुईटा छोराछोरी मेरो एउटा तीनटा त हुन्छ नि तिमीलाई त म पाल्न सक्दिनँ भयो अब तिमी जापानी पैसा खेलाउने बानी परेको आफू त यी गाउँघरमा घाँस ढाउरा कुटो कोडालो गरेको पैसाले तिमीलाई त लाली किन्न पनि पैसा पुग्दैन भयो डरु नि सारीमाथि आँखा गाडे रहेछ पो हामीलाई के हेर्थ्यो अब तिमी त अलि महँगो छौ के साली सस्तो हेर्नु परेन त
सस्तो त चाँडै फाट्छ नि भेना। अब फाटेछ भने त टाली लाउन नि माइली। जापानको गोरो गोरो मैयाहरू हेर्ने आँखाले हामी जब बन पाकाको मान्छेलाई के राम्रो देख्थ्यो। बनपाखाको वन कुखुराको झोलमा ढेँडो च्वाप्प चोपेर क्वाप्प खाँदा कति मिठो हुन्छ। कति राम्रो रुख है। रुख राम्रो छ तर त जस्तो एउटा बाँदर पुगेन कि त्यहाँनिर। अब यसैलाई पुचलो आलो झुन्डाइदियो भइगयो त के छ र। टिका टालोको बेला पाउँछु किन? स्त्रीलिङ्गी जहिले पनि अन्तजानलाई खुट्टा उचाल्न सक्छन्। बान्नेलाई दामले चाहिएन। यो गाउँमा त तिमीहरू नयाँ नयाँ देखिन्छौ नि त। तपाईँले हेर्दा हामी नयाँ, हामीले हेर्दा तपाईँ नयाँ, सारा संसार नयाँ। नयाँ नयाँ सजल है संसार। यो अक्षता एउटा मात्रै तेरो शरीरमा पर्यो भने नि तेरो शरीर नै भस्म हुन्छ। गुलाबको फुल लिएर आउनु पर्ने मान्छे लसुन प्याजको माला लाएर आएछ। होइन यसले प्रेम युद्ध गर्न खोज्या हो कि कृषि क्रान्ति। घर परिवार ससुरालीबाट अर्को बिहा गर भनिरहेछ। के हो र मिजु? बच्चा चाहियो रे। मिटिनुबाट बच्चा नहुने पो। आहा क्या राम्रो मौका मिजु। दायाँ बायाँ नसोचिकन बाजा बजाएर ल्याउँछु मिजु। एउटा मितिनी ठुस्की अर्की मितिनी, अर्की मितिनी ठुस्की अर्की मितिनी। आमा हामीलाई यस्तो मौका आयो। यसो छड्के आँखाले पनि हेर्न दिँदैन हामीलाई। ओहो डा साहब, म चाहिँ तपाईँलाई खोज्दै गाउँभरि हिँडेको, तपाईँ यहाँ मस्त घाम ताबिराख्नु भएको छ। बनाइदिनु पर्छ। आफ्नै च्यापेकी क्या मराले। चिटिक्क परेर मिलेको सर्लक्क परेको मादलमा खरी धस्दा कम्ती मजा आउँछ। फेरि झ्याम झ्याम बजाउँदा त्यस्तै मजा। त क्या अर्दैछ है मन्दिर? आर यु कमेडी मी?